शैक्षिक हब हुनेछ, लागि परौ आफ्नो ठाउँबाट सब हुनेछ। सोलुखुम्बु अब साँच्चीकै शैक्षिक हब हुनेछ, लागि परौ आफ्नो ठाउँबाट सब हुनेछ। काम कर्तव्य र अधिकारप्रति सचेत रहने हो भने, काम कर्तव्य र अधिकारप्रति सचेत रहने हो भने नेपालकै 1 नम्बरमा सोलु टप हुनेछ। सोलुखुम्बु साँच्चीकै शैक्षिक हब हुनेछ। यदि बोलीमा ठिक्क काममा दिक्क हुने भए, यदि बोलीमा ठिक्क काममा दिक्क हुने भए शैक्षिक गुणस्तरका नीति सबै गफ हुनेछ। सोलुखुम्बु अब शैक्षिक हब हुनेछ, लागि परौ आफ्नो ठाउँबाट सब हुनेछ। यो शिक्षा सम्बन्धी चाहिँ एउटा सिरिङ्गारी म भन्छु हजुरहरूलाई। एउटाले आगो हुँदा एउटाले पानी हुनुपर्छ। एउटाले आगो हुँदा एउटाले पानी हुनुपर्छ। म राजा तिमी रानी हुनुपर्छ। एउटाले आगो हुँदा एउटाले पानी हुनुपर्छ। म राजा तिमी रानी हुनुपर्छ। हेर्दा पनि टक्क राम्री, बोली पनि मिजासिलो। हेर्दा पनि टक्क राम्री, बोली पनि मिजासिलो। सबैसँग मिल्ने असल पानी हुनुपर्छ। म राजा तिमी रानी हुनुपर्छ। आफू त अहिले ठगेको मान्छे, अलि सानै छु म, आफू त अहिले ठगेको मान्छे, त्यही भएर मेरी हुनेवाली म भन्दा अलि सानी हुनुपर्छ। म राजा तिमी रानी हुनुपर्छ। एउटाले आगो हुँदा एउटाले पानी हुनुपर्छ। समयले माग यदि गरेछ भने फेरि अर्को गजल म पछि पनि भन्ने बाचाको साथ अहिले श्रद्धा हस्तान्तरण।